थाहा पाएपछि त हो तिमीले बाटोमा सिसा फुटाउन थालेको। कारण त थाहा भएन, तर तिम्रो व्यवहारमा स्पष्ट थियो सानो, अब तिमीलाई मेरो जरुरत छैन भनेर। आफैलाई देखेर घिन लाग्छ जब मलाई यो महसुस हुन्छ म उसैको लागि रुँदैछु जसलाई मेरो आँसुको कुनै कदर छैन। मनको माया बुझ्नु है तिमीले, यी ओठले त कहिलेकाहीँ नमिठो पनि बोलिदिन्छन्। माया तिम्रो खास भएर पनि तिम्रो पास हुन नसकेको मान्छे हौ प्रिय सानी। साथ मागे मिलेन, खुसी मागे मिलेन, माया मागे मिलेन, दुःख मागेकै थिएन, तर त्यो चाहिँ बारम्बार मिलिरह्यो। मेरो जिन्दगी बर्बाद पारेर गए पनि अरू कसैको जिन्दगी बर्बाद नगर्नु ल, किनकि दिल टुट्दाको पीडा निकै भारी हुँदो रहेछ। आजकल मुखले छोडेर जा भन्न नसकेर व्यवहारले दिक्क बनाएर आफै छोड्न बाध्य बनाउँछ मान्छेहरू। सबै चोटबाट रगत आउँदैन, तर रगत नआउने चोटले सबैभन्दा बढी दुःख दिने रहेछ। एक्लो प्रयासले सम्बन्ध बलियो बनाउन सक्ने भए बालुवालाई पनि किन सिमेन्टको जरुरत पर्थ्यो होला र। थाक्ने छैन म तिम्रो पर्खाइमा, बस तिमी आउने बाटो नभुलिदिनु। तिमी आफ्नो घमण्डले बोल्न छोड्यौ मसँग, अनि म चाहिँ तिम्रो व्यवहारले एउटा गाढा सम्बन्ध त्यसै फिक्का भएर सकियो। फेरि हाम्रो भेट भयो भने एकचोटि अँगालोमा मलाई भेट्नु है, त्यो बेला तिम्रा सारा यादहरू तिमीतिर सार्दिनेछु। झरेको आँसुले भन्दा झर्न नसकेको आँसुले धेरै पीडा दिन्छ जिन्दगीमा। कुनै गल्ती नै गर्नु पर्दैन जब मन भनिँदै जान्छ नि, आफै टाढा हुँदै जाँदा रहेछन् आफ्ना भन्नेहरू। तिमीलाई मैले मनदेखि आफ्नो सोचेको छु, साथमा नभए पनि तिम्रो यादमा माया महसुस गरेको छु। पाउने जित नभए पनि गुमाउने डर सधैँ यो मनमा लुकाएको छु। तिमीलाई जान दिने आँट थिएन मसँग, तर रोक्ने अधिकार पनि त थिएन। कोही रोयो त्यही माया पाउनको लागि, कोही दिक्क भयो त्यही माया धेरै पाएर। उसको ठाउँ अझै पनि कसैले लिन सकेको छैन। थाहा छैन यो खुबी उसको हो कि मेरो प्रेमको। भाग्यमा हुने मान्छेको नाम निधारमा लेखिन्छ र नहुनेको नाम मुटुमा लेखिने रहेछ। अन्त्यमा बुझ्नुपर्ने आफैले रहेछ, अनि बुझाउनु पर्ने पनि आफैलाई रहेछ। ठिक छ, म बिना नै तिम्रो जीवन भव्य बन्छ भने प्रार्थना गर्छु मेरो छायाले पनि तिमीलाई कहिले नपछ्याओस्। प्रतीक्षाको यात्रा अगाडि बढौँ कि यही अन्त्य गरौँ, तिम्रो व्यवहारले निकै बेगारमा पारेको छ माया। यहाँ लास्टले हो फुल पाउने, जिउँदो रौन्जेल काँडाले बाना हान्दा पनि मुस्कुराउने हिम्मत राख्नुपर्छ। यो कलियुग हो, यहाँ मान्छेहरू एउटाको अँगालोमा बाँधिएर अर्काको यादमा रुने रहेछन्। समय मिल्यो भने एकचोटि